आज चाहिँ युके आएको 18 दिन भयो, काम नपाएको र खाँदै बसेको है। यसरी घरको चापी लाएर हिँड्नुपर्छ, किनकि चापी लाएन भने भित्र चोर पस्छ है। त्यसपछि यसरी वातावरण हेर्दै जाँदैछु, टेस्को कहाँ छ भनेर खोज्दैछु है। यसरी वेटमा दाब्ने र बल्ल जेब्रा क्रसिङ गर्नुपर्छ। वेटमा नदाबिकन जेब्रा क्रसिङ गर्नु हुँदैन। हेर्दा हेर्दा टेस्को पनि आयो। टेस्कोमा के किन्ने भनेपछि मेरो घरको ब्रेड सकेको कारणले ब्रेड किनेकी छु है। मौसम पनि धेरै चिसो आज भनेपछि हुस्सु लागेको छ युकेमा है। अनि यो पाउरोटीलाई मैले माइक्रोवेभमा हट बनाएकी छु है। यो हो चकलेट क्रोसेन्ट। अब उता चाहिँ मैले रेडी गर्दैछु हट कफी है। तातो पानी उमालेर 1 प्याकेट कफी मजाले हालेर अनि मजाले घोल्यो भने यस्तो राम्रो फिज उठ्छ है। हेर्नु त, यो हो क्यापुचिनो। हेर्दा जस्तो राम्रो फिज देखिएको छ, खाँदा पनि मलाई त्यस्तै मिठो लाग्छ है। तपाईहरु युके आउनु भयो भने चाहिँ यो क्यापुचिनो ट्राई गर्नै पर्छ है। अब खाजा रेडी भयो। अब चाहिँ म खाजा गिज्नतर्फ लाग्छु है। कामकाज छैन, आएको 18 दिन भयो, खाँदै बस्दै भिडियो बनाउँदै छु है। तपाईहरु पनि युके आउनु भयो भने चाहिँ मेरो रुटिन फलो गर्नुस् है।